यो भिडियो पहिलो पटक मतदान गर्न जाँदै गरेका प्रिय अनुज बाबु नानीहरूलाई अर्थात् प्रिय अनुज भाइ बहिनीहरूलाई यो भिडियो मार्फत मैले तपाईलाई मतदान गर्ने सही तरिका बताउन गइरहेको छु। मतदान केन्द्रमा तपाईले दुई थरी मतपत्रहरू पाउनुहुन्छ। एउटा रातो कलरको मतपत्र हुन्छ, त्यो प्रत्यक्ष उम्मेदवारको लागि हो। अर्को मतपत्र पाउनुहुन्छ कालो मतपत्र, कालो मसीले लेखिएको मतपत्र, त्यो समानुपातिक तर्फको राजनीतिक दलका लागि हो। रातो मसीको तपाईलाई इच्छा लागेको व्यक्तिका लागि, प्रत्यक्ष उम्मेदवारको लागि हुन्छ भने कालो मसीको तपाईलाई मन परेको राजनीतिक दलका लागि। तपाईले रोजेको चुनाव चिन्ह भएको कोठाको सेतो भाग, जहाँ चुनाव चिन्हको छेउमा ठाउँ हुन्छ, त्यो सेतो भागमा दायाँ बायाँ कतै नछुने गरी बीचमा स्वस्तिक छाप लगाउनुहोस्। छाप लगाइसकेपछि स्वस्तिक छापको मसी अर्को चिन्हमा सरेर मत बदर नहुने गरी त्यसलाई पटाएर मतपेटिकामा खसाल्नुहोस्। सम्झिनुहोस् है, तपाईको मत खेरा नजानका लागि तपाईले मतदान गरेर स्वस्तिक छाप लगाउने बेलामा पनि ध्यान दिनुपर्छ अनि त्यसलाई पटाएर मतपेटिकामा राख्ने बेलामा पनि ध्यान दिनुपर्छ। तपाईको मत अमूल्य छ, तसर्थ मतदान बदर हुन नदेऊ। धन्यवाद।